साथीहरू म बोल्दिनँ भनेर बसेको होइन, मलाई नबोली सुखै भएन कि मेरो मन मान्दै मान्दैन होइन। अनि यो खास गरी यो भिडियो रहन्छ छोरा मान्छेहरूको लागि है। अनि त्यो पनि छोरा मान्छे कस्तो भन्नुहुन्छ भने जस्तो परिवारको लागि सोच्छ, बालबच्चाको लागि सोच्छ, कमाउँछ, ल्याउँछ, मिहिनेत गर्छ, परिवारलाई खुसी दिइरहेको हुन्छ, समय दिइरहेको हुन्छ, बालबच्चाको केयर गरिरहेको हुन्छ होइन, बालबच्चालाई समय दिइरहेको हुन्छ। अनि त्यसले घर परिवार सबै सोचेको हुन्छ नि, त्यो पुरुषको लागि चाहिँ होइन होइन। जसले कमाएर ल्याएर घर दिँदैन, घर परिवार सोच्दैन, मेरो बच्चाहरू कुन बाटोमा हिँड्दैछ, कसरी पढ्दैछ, मेरो परिवारले कसरी घरमा खर्च चलाछ भनेर पनि नहेर्ने, अनि आफूले कमाएर पनि नदिने, अनि त्यो श्रीमतीले अरूको सहयोग लिएर अथवा माइतीको सहयोग लिएर हुन्छ अथवा साथीसँगको सहयोग लिएर हुन्छ होइन। त्यस्तो सहयोग लिएर पनि अनि गरेर काम त्यस्तो सहयोग लिएर काम गरेर आफ्नो छोराछोरी कमाएर आफ्नो छोराछोरी पालेको हुन्छ, घर परिवार घरको लागि खर्च गरेको हुन्छ होइन। अनि आफू नै निर्भर नभएसम्म त्यो घरमा चुलो बल्दैन। अनि त्यो छोरा मान्छे चाहिँ बाहिर हिँड्दाखेरि चाहिँ हुन्छ नि ठुल्ठुलो कुरा गर्ने, म जस्तो को छ, म जस्तो सुन्ने बुझ्ने कोही छैन भनेर एकदम ठुलो कुरा गरेर हिँड्ने छोरा मान्छे जो हुन्छ नि, त्यो छोरा मान्छे चाहिँ कहिल्यै पनि परिवारको लागि सोच्दैन कि यदि यसले मेरो परिवारको मेरो छोराछोरीको लागि सोच्छ, मेरो लागि सोच्छ, भोलि गएर सुध्रिन्छ, यसलाई बनाउँछु, यसलाई राम्रो गराउँछु, अनि मेरो सल्लाहमा आउँछ, भोलि जिम्मेवारी बढ्छ, यो सुध्रिन्छ भनेर त्यस्तो मान्छेलाई कुरेर बस्नुभन्दा चाहिँ बेलैमाथि साइड लाउँदा चाहिँ एकदम जितिने रहेछ साथीहरू होइन। कोही पनि साथीहरू त्यस्तो पुरुषको सम्बन्धमा हुनुहुन्छ, रात दिन मनमुटाव हुन्छ, रोएर बिताउनु पर्छ, कमाएर दिँदैन, आएर उल्टो न्यु खोज्छ होइन। अनि त्यस्तो गर्छ भने त्यस्तो सम्बन्धबाट नजिक यसलाई राम्रो बनाउँछु भनेर कोसिस गर्नुभन्दा त्यसदेखि टाढा भएर बस्नु चाहिँ एकदम उचित लाग्छ, एकदम उचित हुन्छ क्या साथीहरू। त्यस्तालाई कुरेर बस्ने होइन कि हामी नारी पनि सक्षम छौँ होइन। एउटा महिला हो, पाल्न सकिन्छ त, एउटा दुईवटा छोराछोरी पाल्न नसक्ने हामी होइन नि त। अब जहाँ लगेर भने पालिन्छ होइन। कुनै पनि नारी दिदीबहिनीहरू त्यसरी दबिएर बस्नु जरुरी छैन क्या अब, किनभने यो 21औं शताब्दी हो। यस 21औं शताब्दीमा आएर पनि एउटा नारीले के गर्न सक्दैन र? सक्छ नि त। आफ्नो परिवारको लागि त्यति गर्न नसक्ने त हामी होइन। कतिसम्म गर्न सक्छौँ भने त पुरुषले त के गर्छ र? पुरुषले भन्दा त 3 गुणा त हामी महिलाले गर्न सकेका हुन्छौँ कि गर्न सकेका हुन्छौँ पनि, कतिपयले गरेर देखाउनु भएको छ पनि, कतिपय मैले देख्छु गाउँ समाजमा पनि कतिपय इज्जत जाला, यो जाला, त्यो जाला होइन। फलानाले मलाई के भन्ला भनेर रातभरि सिरानी भिजाएर रोएर बिहान उठेर बाहिर निस्किँदा हँसिलो मुख गरेर सन्तानको लागि दुःख गर्न जानुहुन्छ कि मैले देखिरहेको हुन्छु होइन। अनि मलाई एकदमै भित्रैबाट भन्न मन लागेको चाहिँ अब चाहिँ हामी नारी भएर पनि सक्षम छौँ, हामी पनि बाहिर गएर केही गर्न सक्छौँ होइन। अनि हामी चाहिँ नडराएर निर्धक्क भएर बाहिर गएर केही गर्न सक्छौँ। आफूले गल्ती गर्नु हुँदैन कि आफूले गल्ती गर्नु हुँदैन, आफू सही हुनु पर्यो होइन। आफू सही भइसकेपछि जब 2टा बच्चा पाल्न गाह्रो होइन कि, रात दिनको तनाव भन्दा त बरु उदेखि टाढा भएर सङ्घर्ष गरेर मिहिनेत गरेर बच्चालाई ठाउँमा ल्याउन सक्नुपर्छ कि आफूले बच्चा जन्मिसकेपछि बच्चा छोडेर त्यागेर हिँड्नु चाहिँ राम्रो होइन जहाँसम्म होइन। तर बच्चालाई कसरी हुन्छ के हुन्छ, बच्चा चाहिँ छोड्ने होइन, त्यस्तो नामर्दाको अगाडि बच्चा छोडेर बच्चालाई पनि सघाउँछन्। अनि बच्चा चाहिँ छोड्नु हुँदैन, तर आफूले जन्माएको बच्चा लिएर दुःख गरेर मजाले पाल्न सकिन्छ। साहस गर्नुहोस्, आँट गर्नुहोस् होइन। सबै दिदीबहिनीहरूले हरेक नखानुहोस्, तर त्यस्तो मान्छेको सम्बन्धमा हुनुहुन्छ भने, त्यस्तो मान्छे तपाईँको जीवनसाथी छ भने त्यसलाई चाहिँ सुधार्ने कोसिस भन्दा चाहिँ आफू टाढा भएको राम्रो हुन्छ। किनभने त्यसलाई आज सुधार्छु भन्यो, भोलि सुधार्छु भन्यो, त्यसको त लाको आदत हुन्छ कि उसलाई घर परिवार जिम्मेवार भनेको पनि केही सरोकारै रहँदैन। अनि मैले सन्तानको भविष्यको पनि उसलाई चिन्ता हुँदैन, ऊ त खायो पियो रमायो। अनि के अरे परिवारको लागि त उसले सोच्दैन। परिवारको लागि सोच्ने मान्छेले जहिले पनि के गर्छ भने मेरो परिवारमा कति खर्च छ, अनि कति आम्दानी भयो भने मेरो खर्च चल्छ, मेरो बालबच्चाको खर्च कति छ, मेरो बालबच्चाको
खाने खर्च छ कि नै, लाउने कपडा छ कि नै। आज रातभरि बच्चा सुतेन, बिमारी भयो, ओहो मेरो बच्चा के भयो, बिमारी भयो, यसलाई दबाई गर्न लानु पर्यो, किन सुतेन, के कारण सुतेन, चासो राख्छ। हो बाहिर बस्छ कमाउँछ, मैले माने बाहिर बस्छन् होइन, पुरुषहरूलाई बाहिर जानुपर्छ, कमाउनुपर्छ, त्यो चाहिँ मैले मान्छु। तर हुन्छ नि के अरे घरमा आउन सक्नेको आएर सोद्धा के छ, केटाकेटीले खाएनन्, अनि होमवर्क गरेनन्, कस्तो पढिरहेछन्, के छ केटाकेटीको अवस्था, कुनै दिन सोच्दैन। त्यस्तो पुरुष के गर्ने? त्यो पनि बाउ हो र, बाउ बन्नलाई त सजिलो छैन नि त। एउटा छोराछोरीको बाउ भइसकेपछि त्यहाँनिर छोरीमाथि गर्ने कर्तव्य के हो, मैले कस्तो कर्तव्य गर्नुपर्छ, मैले छोरीको जिम्मेवारी कसरी पुरा गर्ने, एउटा हुन्छ नि त। बाउ भइसकेपछि खायो पियो, आफू रमायो, हिँड्यो, अनि त्यसपछि घरमा श्रीमतीले कति दुःख गरे हुन्छ, छोरीको लागि भनेर मोरी मेटी गरेको हुन्छ, नसकेर छोराछोरीसँग अगाडि। छोरा मान्छे जस्तो हुन्थ्यो नि, आइमी मान्छेले के, छोरा मान्छेले घर सम्हाल्नु थिएन, आइमी मान्छे निस्केर बाहिर गएर 1-1.5 लाख 2 लाख कमाउनु नसक्ने होइन कि। आजभोलिको जमानामा जसले पनि सक्छ, नसक्ने होइन।